फर्स्ट अफ अल म के भन्न चाहन्छु भनेदेखि प्लिज इग्नोर माई फेस। सबैले मेरो फेसमा यो सेतो सेतो लागेकोलाई चाहिँ इग्नोर गरिदिनु होला। कस्तो क्युट छ है। यो चाहिँ मेरो माइक राख्ने भाँडो है, राख्ने थैली हो। म हजुरहरूलाई आज एउटा कुरा भन्न गइरहेको छु। हजुरहरू पनि जापानमा हुनुहुन्छ र लामो समयबाट जापानमा बस्दै आइरहनु भएको छ। हजुरहरूको पनि कति धेरै पोस्टहरू आइरहेको हुन्छ है, कति धेरै नोटिसहरू, कति धेरै कामहरू आइरहेको हुन्छ हो कि होइन भन्नुहोस् त। हजुरहरू सबैले आफ्नो ढोकाको पोस्ट बक्स चेक गर्नुभएको छ? एकदमै धेरै आउँछ नि है, दिगदाग लाग्छ है। तर जापान सरकारको चाहिँ एउटा के भनौँ, हरेक कुराहरूको तपाईँको आफ्नो डकुमेन्टहरू अरू केही तपाईँले गर्नुपर्ने कामहरू चाहिँ तपाईँलाई पोस्टबाट तपाईँको घरमा आएको हुन्छ। यो खोल्न कति झ्याउ लाग्छ है, मलाई पनि यति खोल्न झ्याउ लाग्छ। हुन त तपाईँहरू थाहा हुनेहरूले चाहिँ यो भिडियो स्किप गर्नु है, जसलाई चाहिँ थाहा छैन। सधैँ यो खोल्ने बेला कस्तो हुन्छ ल, मेरो जस्तै है त। यो खोल्ने बेलामा कसरी खोल्नुहुन्छ? यहाँबाट खोल्नुहुन्छ है। हामी यसरी खोल्यो भने के हुन्छ एकचोटि हेरौँ है त। र म तपाईँहरूलाई पछि यो सजिलोसँग खोल्ने तरिका पनि सिकाउँछु ल, हेर है त। यहाँबाट खोल्दा यस्तो हुन्छ। यहाँबाट खोल्दा नि यस्तो हुन्छ लास्टमा। ल हेर्नु त कसरी खोल्ने भनेर। ल हेर्नु, यहाँबाट खोल्दा कति टाइम लाग्छ, खोल्नै सकिँदैन। भन्ने बित्तिकै कैँची पनि हुँदैन, कैँचीबाट काट्दाखेरि डकुमेन्ट काटिने प्रब्लम हुन्छ होइन। ल हेर्नु है त कति गाह्रो के, कसरी खोल्ने। ल हेर्नु त, ल हेर्नु त कस्तो भएको। छोडिदिनु, यहाँबाट खोल्न धेरै मुस्किल भएको छ मलाई जस्तै। हजुरहरूलाई पनि कतिजनालाई भएको छ। अब यसको खोल्ने तरिका म सिकाउँछु है त। जब कि तपाईँले यो साइडबाट नभएर जुन तपाईँले यो साइडबाट खोल्नुहुन्छ नि, यहाँ हेर्नु त कति सजिलो छ क्या। यहाँ हेर्नु, यहाँबाट यस्तरी हेर्नु त खोल्नु कति सजिलो। यतापट्टिबाट पनि मिल्छ, यतापट्टिबाट पनि मिल्छ है। यहाँबाट हेर्नु त यस्तरी खोल्नु त के एकदम सजिलोसँग तपाईँले खोल्न सक्नुहुन्छ। हेर्नु त यहाँबाट सट्ट खोल्नु भयो। ल कति सजिलोसँग। ल हेर्नु त सजिलैसँग तपाईँले आफ्नो डकुमेन्ट खोल्नु भयो, झन्झट मान्नु परेन। यो चाहिँ जुन तपाईँहरू हुनुहुन्छ होइन, जसलाई चाहिँ यो आइडिया आजसम्म थाहा छैन, उहाँहरूको लागि हो। मेरो पनि डकुमेन्ट आएको रहेछ, मलाई पनि थाहा थिएन यो कुरा चाहिँ होइन। मैले यो खोल्न कति गाह्रो हुँदो रहेछ, यसलाई के गर्दा चाहिँ सजिलै खोल्न सकिन्छ भने अहिले अलिक सन्चो नभएर घरमै बसिरहेको भएको भएर यो आइडिया दिमागमा आयो। अनि हजुरहरूलाई पनि मलाई जस्तै थाहा नहुने कतिजना हुनुहुन्छ भनेर यो आइडिया चाहिँ सेयर गरेको हो। थ्याङ्क यू सो मच, सपोर्ट गरिदिनु भयो है। हजुरहरूका लागि यो भिडियो केही काम लाग्यो भनेदेखि चाहिँ हजुरले सेयर कमेन्ट गरिदिनुहोस् है त, थोरै भए पनि। तर थाहा हुनेहरूको लागि चाहिँ सरी है, हजुरहरूलाई थाहा छैन भनेर होइन, मैले थाहा नहुनेहरूको लागि मात्र भनेको। थ्याङ्क यू, बाई बाई, टेक केयर। अनि सबैले मलाई फलो गर्न पनि नबिर्सनु है त। सी यू नेक्स्ट टाइम।